दर्शकबिन सबैमा नमस्ते। म मिलन मगर हजुरहरूकै आफ्नै साथी। यतिखेर म चाहिँ यो बेलासेमा जुन माई खोलामा गत वर्षको बाढीले निकै नै तहस नहस बनाएर चाहिँ झापा र इलामदेखि झापा जोड्ने जुन यो माई खोलामा रहेको पुल चाहिँ छेदविच्छेद बनाएको थियो र अहिले जहाँनिर चाहिँ बेली ब्रिज भइरहेको छ र अबको केही 4-5 दिनमा सुचारू आउने लगभग उहाँहरूको एउटा उयो छ र यो सूचना लगभग यो सुचारू हुन्छ भन्दै अघि मलाई भन्दै हुनुहुन्थ्यो। दर्शकबिन पक्कै पनि म यतिखेर माई खोलाको पुल जुन यो बेली ब्रिज बनाउँदै गरेको स्थलमा छु। गतको वर्षको बाढीले लगेको पुल भाँसिएको देख्न सक्नुहुन्छ। त्यति तल भाँसिएको थियो। यो पिलर तलै छ हो, त्यतिको छ। दर्शकबिन पक्कै पनि तपाईँ हाम्रो झापा जोड्नको लागि निकै नै कष्टकर भइरहेको थियो। यहाँ पुल नहुँदा धेरै छ। देउमाई नगरपालिका लगायत पाँचथर ताप्लेजुङबाट आउने गाडीहरू प्रायः चाहिँ यहीँबाट छुट्ने गर्थ्यो, यही बाटो हुँदै। र अब चाहिँ भने केही दिन पछाडि चाहिँ यो पुल चाहिँ सुचारू आउने भनेर उहाँहरूले जानकारी गराउँदै हुनुहुन्थ्यो। यतिखेर यो पुरा यहाँनिर चाहिँ यो निर्माण कम्पनीहरूले चाहिँ पुरा धमाधम गरिराख्नु भएको छ र अब केही दिन मात्रै बाँकी छ यसलाई सुचारू हुनु भन्दै हुनुहुन्थ्यो। यस्तो छ स्थिति। यहाँ चाहिँ अगाडि यस्तो भइरहेको छ। जहाँनिर चाहिँ यहाँनिर पुलमा यो भइरहेको देखाउन सक्छु कि यो चाहिँ जहाँनिर माई खोलाको बेली ब्रिजमाबाट तपाईँलाई मैले देखाउने कोसिस गरिरहेको छु। एकदमै यहाँ चाहिँ यस्तो छ, यो देखाउन सक्छु। यस्तो छ दर्शकबिन पक्कै पनि तपाईँहरूले कहाँदेखि हेर्दै हुनुहुन्छ भिडियो लाइक र सेयर गर्नु भन्ने नबिर्सिनु होला है। कमेन्ट पनि छोड्नु नबिर्सिनु है। आफ्नो भनाइ प्रतिक्रियाहरू राख्नु चाहिँ अवश्य नबिर्सिनु होला। यसरी धमाधम यहाँ काम भइरहेको छ। यसरी पानी परेर रोकेर ढुट्टो पिठो बनाएको छ। मलाई पनि म यतापट्टि उभिरहेको छु, माई खोलापट्टि यता डरै मर्दो छ होइन। पानी परेर ढुट्टो पिठो बनायो। यहीँ तल छ खोला चाहिँ, यसरी देखाउन सक्छु। यहीँ छ यी खोला चाहिँ, यहीँ तलतिर है। यस्तो छ है दर्शकहरू। यो चाहिँ माई नगरपालिका वार्ड नम्बर 9 र इलाम नगरपालिका 11लाई जोड्ने यो माई खोलामा रहेको यो पुल चाहिँ होइन। यो चाहिँ अब लगभग केही दिन पछाडि चाहिँ सुचारू हुन्छ भनेर भन्दै हुन्थ्यो उहाँहरूले। यस्तो छ है। दर्शकबिन यस्तो छ है। धुम चकर छ। यो चाहिँ माई खोलामा बनिसकेको छ। अब यो अब सुचारू हुनु चाहिँ केही दिन मात्रै बाँकी छ। त्यस पछाडि चाहिँ झापा फास्ट ट्र्याक सरर खुल्ने जानकारी गराउनु भएको छ। यस्तै छ है। यस्तो छ है दर्शकबिन। यो चाहिँ झापा फास्ट ट्र्याक जोड्ने बेलासे माई खोला अन्तर्गत पर्ने यो चाहिँ बेली ब्रिज
हो माई खोला निकै बाढी आयो अहिले चाहिँ पानी कत्रो आएको थियो त नि आमा यतिखेर चाहिँ म यो बेलासेमा छु जहाँनिर चाहिँ यो बेलासेमा बेल ब्रिज बनिँदै गरेको ठाउँमा स्थलमै छु यो देख्न सक्नुहुन्छ यता यस्तो छ पानी आएर लोथर पिटेर ढुट्टो झन्डै पिठो बनायो अब भने चाहिँ म उकालो लाग्दैछु घर फर्किँदैछु यो हिलो हाली कस्तो भयो बाटो फेरि त्यता टेन्सन छ यस्तो छ हल्लिँदै रहेछ त अनि भने त हाँसी गरेको हल्लिने हो